प्रभु यीशु मसीहको नाममा फेरि पनि सबै प्रभुका प्रियजनहरूलाई प्रेमी जय मसीह। Jai Masihi to everyone in the highly exalted name of our Lord Jesus Christ. आज हजुरहरूसँग नेपालीमा प्रभुले दिनुभएको सेवा पुरा गर्ने प्रभुले समय दिनुभयो। And God has given us time that I will be sharing my message in Nepalese. धेरैजना खुसी हुनुहुन्छ। And most of you are happy about that. विशेष गरी हाम्रो उमेरदार हाम्रो अंकल आन्टीहरू, especially our elder aunties and uncles. So हामीलाई प्रभुले दिनुभएको समयको लागि हामी धन्यवाद दिन्छौँ। And we will be thankful for the God for providing us this time. कस्तो राम्रो हल रहेछ यहाँ है। It's such a beautiful hall here. यसरी यहाँ तपाईहरु जुट्ने संगति गर्ने जग्गाहरु सरी गर्नु भएको जग्गाहरुको अनुभव पनि मैले बटुल्न पाएँ। And I have collected all this experience that where are you doing fellowship? सरी But one place to another that you are doing fellowship on different places. तम्बुको जीवन हो नि त यो। And this is the life of in tent. Yes. So हामी प्रभुलाई धन्यवाद दिन्छौँ। And we will thank God. हाम्रो विश्वासको पिता त टेन्ट को लाइफ जिउने हुनुहुन्थ्यो। Our father of the faith used to live in tents. को हुनुहुन्छ हाम्रो विश्वासको पिता? And who is the father of our faith? Abraham. अब्राहम हुनुहुन्छ है। Abraham. किनभने प्रभु यीशु मसीह चाहिँ अथर अफ फेथ हुनुहुन्छ। Because our God Jesus is the author of the faith. उहाँ चाहिँ विश्वासको कर्ता हुनुहुन्छ। He is the author of the faith. तर प्रभुले हामीलाई प्रभुलाई हेरी बस्ने बनाउनु, प्रभुमा विश्वासमा बनिरहनुको लागि विश्वासको साक्षीको बादलले हामीलाई घेर्नु भएको छ। And he has surrounded us with the cloud of witnesses to see him. यसकारणले गर्दाखेरि हामी प्रभुलाई धन्यवाद दिन्छौँ। And that's why we thank God for that. त हामी प्रभुले हामीलाई दिनुभएको प्रतिज्ञामा हामी मनन गरिरहेका छौँ। And we are meditating upon the promise of God. जो हामीले हिजो पनि हेरिरहेका थियौँ। We were looking yesterday as well. अब हामी त्यसलाई लगातारता दिनेछौँ। And we shall continue from there. हामीले प्रभुले दिनुभएको अति सुन्दर प्रतिज्ञा अय्युब 5 अध्यायको 18 पद हेर्दै थियौँ। And we were looking from Job chapter 5 verse 18. यहाँनिर प्रभुले जो यहोवा यिरे मण्डलीलाई दिनुभएको प्रतिज्ञा। And this is the verse that was given to our church Jehovah Jireh. अब हाम्रो वचन दिनेको पनि इंग्लिश बाइबल छ, अनुवाद गर्नेको पनि इंग्लिश छ। अब नेपालीमा पढ्न सहायता पुर्याउनु पर्छ है। And we both have English Bibles. Please do help us to read in Nepalese. So हामी सबैजना मिलिकन आज समय बचाउनका निम्ति हामी केवल मण्डलीलाई दिनुभएको प्रतिज्ञालाई मात्रै पढ्नेछौँ। And we shall only read the verse that God has given us to our church altogether. सबै मिलेर पढौँ अय्युब 5 अध्यायको 18 पदलाई। That is Job chapter 5:18 as a congregation. पढौँ। For he maketh sore and bindeth up, he wounded and his hands made whole. हामी अझै एउटा पदलाई पढ्नेछौँ। We shall read one more verse. दोस्रो पत्रुस 1 अध्यायको 4 पद। That is 2 Peter 1 अध्यायको 4 1 and verse 4. दोस्रो पत्रुस 1 अध्याय 4 पद। That is 2 Peter 1:4. हामी मिलेर पढ्छौँ यो पद। We shall all read together as well. दोस्रो पत्रुस 1 अध्याय 4 ल पढौँ। Whereby are given unto us exceeding great and precious promises, that by these you might be partakers of the divine nature, having escaped the corruption that is in the world through lust. Yes. हामी प्रभुलाई सहायता माग्नेछौँ। And we shall pray for Lord's guidance. प्रेमी पिता प्रभु यीशु मसीहको एकमात्र प्रेमी र अनुग्रहकारी नामलाई लिँदै हामीलाई मण्डलीको रूपमा आज यस हलमा जुटाउनु भएको लागि धन्यवाद चढाउँछौँ। र अमूल्य रगतमा फेरि पनि दिनभरिको जीवनमा प्रभु तपाईको दृष्टिमा हाम्रो जीवनमा भएका देखा परेका सबै प्रकारका अधर्म अपराध र पापहरूलाई जो हाम्रो विचार कल्पना बोली व्यवहारमा गरी पठाएका छौँ मानिलिन्छौँ। प्रभु कति कुराहरू मलाई ठिकै लागिरहेको तर तपाईलाई मन नपरेका कुराहरू पनि तपाईको आत्माले देखाउनुहोस्, कायल बनाउनुहोस्, ताकि पश्चाताप गरेर त्यसलाई छोडेर तपाईको कृपालाई प्राप्त गरेर तपाईलाई खुसी तुल्याउन सकौँ। प्रभु तपाईको रगतले हामीलाई पूर्ण प्रकारले पवित्र पार्नुहोस्। धन्यवाद छ प्रभु। धेरै प्रकारको थकान क्लान्त र प्रभु चापाचापको बीचमा पनि तपाईबाट आशिष पाउनका निम्ति यो स्वर्गीय आत्मिक संगतिको हामीलाई प्रबन्ध गरेर मण्डलीमा जुटाउनु भएको छ। तपाईं हाम्रो बीचमा मत्ती 18:20 अनुसार उपस्थित हुनुहुन्छ। स्तुति गाउँदै हाम्रो हृदयलाई तपाईले उभार्नु भएको छ।
अब हामी तपाईको प्रतिज्ञा, तपाईको वचन जो पवित्र छ, जो जिउँदो छ, जो सत्य छ, जसले मात्र हामीलाई प्रभु साँचो प्रकारले नयाँ बनाउँदै लानुहुन्छ भित्रैबाट। हामी हरेक अवस्थालाई, आवश्यकतालाई तपाईले मात्रै बुझ्नुहुन्छ र तपाईले देख्नुहुन्छ, तपाईले हेर्नुहुन्छ र हाम्रो अवस्था र आवश्यकता अनुसार तपाईले प्रबन्ध पनि गर्नुहुन्छ। तपाई युवा हिरे हुनुहुन्छ। यसकारण आजको सेवा मण्डलीबाट तोकिएको मण्डलीमा भएर नै तपाई प्रभुले सबै आशिषहरू हामीलाई दिनुहुन्छ। यसकारण प्रभु ममाथि दया गर्नुहोस्। तपाई बेगर म केही गर्न सक्दिनँ। ममा कुनै पनि प्रकारले तपाईका पवित्र जनहरूलाई यहाँको इच्छा र आकांक्षा अनुसार दिने ममा केही छैन। आशिषको सट्टामा आशिषलाई बाधा दिने, श्राप ल्याउने प्रकारको प्रवृत्तिको म दुष्ट पापी हुँ, जसमाथि तपाईको ठुलो अनुग्रह भएर तपाईले बचाउनु भयो, क्षमा दिनुभयो, छुटकारा दिनुभयो, तपाईले बोलाउनु भयो प्रभु, तपाईले चुन्नु भयो, तपाईले नियुक्त गर्नुभयो। वचन तपाईको प्रतिज्ञामा विश्वासयोग्य तपाई बनिकन सम्हालेर राख्नु भएको हो। यसकारणले गर्दा प्रभु तपाईको प्रतिज्ञा प्रेरित 9:15लाई दाबी गर्दछु। यो प्रभु यर्मिया 1:9 पदलाई, योसु 1:9 पदलाई र ती धेरै प्रतिज्ञाहरू तपाईले दिकन प्रभु र यूहन्ना 4:38 पद दिकन यस जग्गामा ल्याउनु भएको हो। अब प्रभु तपाईले सहायता गर्नुहोस्। आत्माको अभिषेक, अगुवाई र अधीनतामा राख्नुहोस्। मलाई पुरा रित्याएर तपाईकै प्रभु पवित्र आत्माको अंशमा राखेर तपाई प्रभुले मत्ती 10:20लाई पूरा गर्नुहोस्। र प्रभु तपाईको वचन के छ तपाई आफैले दिनुहोस्। अनुवाद गर्नको लागि भाइलाई सहायता गर्नुहोस् र मिलिकन तपाईको प्रभु आशिषलाई हामी प्राप्त गर्न सकौं। हामी कोही खाली रित्तो जानदेखि बचाइदिनुहोस्। प्रभु तपाईको उपस्थितिबाट आउने त्यो टाइम्स अफ रिफ्रेशिङ, त्यो ताजा बनाउने समय यो पललाई बनाइदिनुहोस् र हामी सबैलाई शरीरमा धेरै प्रकारको थकान हुन्छ, तर आत्मामा तपाईको उपस्थितिले, तपाईको वचनले प्रभु यीशु मसीह हाम्रो बीचमा उचालिएर हामी सबैको ध्यान तपाईतिर केन्द्रित गराइदिनुहोस्। जुन उद्देश्य राखेर तपाईले दिनुभएको प्रतिज्ञा छ, कतिको कुराहरू हाम्रो जीवनसँग प्रभु हामी रिलेट गर्न सक्छौँ, कति कुरा हामीलाई रिलेटेड नभएको जस्तो लाग्छ, तर तपाईँ प्रभुको प्रतिज्ञा सामर्थ्य छ। यसकारणले गर्दा हामीलाई बुझ्नका निम्ति, सुन्नका निम्ति, प्रभु हृदयमा ग्रहण गर्नका निम्ति र ग्रहण गरेर पालन गर्नका निम्ति हामीलाई आत्माको अनुग्रह दिनुहोस्। आफैलाई पुरा प्रकारले हामी दुवैलाई र हामी सबैलाई तपाईको उपस्थितिमा, तपाईको आत्माको सहायता र अगुवाईमा सुपुत गरिदिँदै अन्धकारको शक्तिमाथि प्रभु ख्रीष्टको नामको विजयलाई दाबी गर्दै यही नाममा चढाउँछु यो प्रार्थनालाई धन्यवादको साथमा। पिता सुनेर ग्रहण गर्नुहोस्। आमेन। परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएको उन्नति, आशिष र सफलताको प्रतिज्ञाको सम्बन्धमा हामीले हिजो विस्तृत प्रकारले हेर्यौं, संक्षिप्तमा हेर्यौं। And we looked upon God's blessing, His word about prosperity that we looked yesterday. अनि कसरी प्रभुले हाम्रो जीवनमा त्यो उन्नति र सफलता ल्याउनका निम्ति हाम्रो जीवनमा सबै काम उहाँले गर्नुहुन्छ। And we saw how He does all the work for the success and prosperity in our life. Yes, अनि हामीले अयुबको जीवनबाट नै हेर्दै गयौं कि कसरी प्रभुले नै चोट पारेर, प्रभुले नै निको पार्ने कुरा चाहिँ उहाँले आफ्नै जिम्मामा उहाँले घोषणा गरेर भन्नुभएको कुरा। And from the life of Job we can see how God announced that he himself will make us he wounded and he heals us as well. Yes, अनि हामीले व्यवस्थाको पुस्तकबाट 32 अध्यायको 39 पदमा पनि हामीले पायौं कि प्रभु आफैले हेर हे मसँग चाहिँ मेरो दाँजोमा आउने कुनै ईश्वर छैन, म नै के गर्छु, चोट पार्छु, म नै मलमपट्टि गर्छु, म नै मार्छु र म नै जीवित पार्छु भनिकन प्रभुले घोषणा गरेर इजरायलीहरूलाई भन्नुभएको थियो। And in Deuteronomy 32:39 that he announces that there is no other gods equal to him, and he wounded and he heals us. उहाँले नै मार्नुहुन्छ, उहाँले नै जीवित पार्नुहुन्छ। He kills and he makes us alive. अनि उहाँको हातबाट कसैले पनि छुटाउन सक्दैन। And no one can deliver from his hands. यसकारणले गर्दाखेरि उहाँ नै हुनुहुन्छ परमेश्वर जसले सब कुछ गर्नुहुन्छ। And he is the God that does everything. अनि जब हामी यहाँ परमेश्वरको कुरालाई सुन्छौं, बुझ्छौं, तब मात्रै हामीले जीवनका सबै कुराहरूलाई बुझ्न सक्छौं।
and only after hearing and understanding, then we can understand God. Then only we can know about the condition of our life. एकपल्ट एकजना प्रभुका दासले आइतबारको निम्ति वचनको सेवा गर्नुपर्ने रहेछ अनि घरमा एकदमै प्रार्थनामा सङ्घर्ष गर्नु हुँदै थिएछ प्रभुले के दिन चाहनुहुन्छ मेसेज And there was a God servant that he was given a responsibility of bringing the God's message on Sunday, and he was struggling to bring the message, and he was praying about it. अनि घरमा बसेर प्रार्थना गर्दै बाइबल पल्टाउनुहुन्छ तर केही त्यो पाउनै हुन्न प्रभुबाट. And in his home, he was trying to meditate upon the word of God, but he cannot find and praying, and he could not find anything. अनि सानो छोरी रहेछ घरमा. And there was a small daughter in the house. अनि घर त्यो छोरीले चाहिँ घरिघरि डिस्टर्ब गर्दो रहेछ आएर. And the small daughter used to disturb the father. अनि ध्यान दिएर प्रार्थना गर्न सक्नुहुन्न. And he could not concentrate on his prayer. अनि के छ अनि प्रभुमा पनि सङ्घर्ष गरिरहनु भएको छ. And he was struggling in God as well. बाइबलको वचन थाहा हुनु एउटा कुरा हो. And to know the word of God is one thing. यसको अर्थहरू बुझ्नु पनि एउटा कुरा हो. And to know the meaning of is another thing. तर परमेश्वरले दिनुभएको मेसेज मण्डलीलाई के छ त्यो दिनु अर्कै कुरा हो. And what God wants to bring the message to the church, that is another whole thing. किनभने त्यो चाहिँ परमेश्वरले नै दिने कुरा हो. Because that is the thing that God himself gives. किन भन्दाखेरि आत्मा र वचनले चाहिँ जीवन ल्याउँछ. Because word and the spirit brings life. तर यो चाहिँ जानकारी बटुल्ने यो के होइन सेवा होइन. And this is not a service of collecting information. तर यो त हाम्रो जीवनमा ट्रान्सफर्मेसन र लाइफ ल्याउने खालको सेवा हो. And this is the service of transformation. सो त्यसकारणले गर्दा परमेश्वरको वचन चाहिँ बुक अफ इन्फर्मेसन होइन. And because the word of God, the Bible is not a book of information. जानकारी ल्याउने पुस्तक होइन. And this is not about bringing news. तर यो चाहिँ ट्रान्सफर्मेसन बदलाव ल्याउने परिवर्तन ल्याउने परमेश्वरको वचन हो. And this is the word of God that brings transformation and change. यसकारणले गर्दा उहाँले सङ्घर्ष गरिरहनु भएको थियो. And he was struggling. प्रभु के छ? What is there? प्रभु तपाईको के वचन छ मण्डलीको लागि? What message do you want to give to the church? प्लिज मलाई भन्नुस् न प्रभु. And please give it to me. तर छोरीले चाहिँ डिस्टर्ब गरेकै. But the daughter was disturbing him. अन्त उहाँले कसरी चाहिँ यो नानीलाई चाहिँ भुल्याउँ कि उसले मलाई डिस्टर्ब नगरोस्. He was trying to think himself, how can I keep my daughter away from disturbing me? अनि उहाँले यताउता हेर्नुभयो. And he was looking around. अनि एउटा वर्ल्ड एटलस म्याप झुन्डाइरहेको रहेछ. And there was the map of the world, the atlas in the wall. अनि उहाँले त्यो झिक्नुभयो. He took it out. अनि त्यो वर्ल्ड म्यापलाई च्यातेर टुक्रा टुक्रा पार्नुभयो. And he took the map and he tore apart. अनि त्यसलाई यस्तो गरेर मिसाउनु भयो. And he juggled the torn papers around. अनि त्यस पछाडि छोरीलाई बोलाउनु भयो. And he called his daughter. छोरी मैले यो वर्ल्ड म्यापलाई च्यातेर टुक्रा बनाएर मिसाएको छु. I have torn this map and I have mixed it up. तिमीले चाहिँ अब सबैलाई जोडेर जस्तो थियो त्यस्तै म्याप बनाउनु ल भनेर दिनुभएछ. And now your objective is to collect it and bring it together like how it was before. अनि छोरी चाहिँ ज्ञानी पनि रहेछ. And the daughter was यस्तो गर्नु पुरा इन्ट्रेस्टेड रहेछ. And she was interested on these things. हाम्रो युवराज दाइ जस्तो. Like युवराज दाइ. हामी म्युजियमतिर गएको थियौँ भिजिट गर्नु. And we had went to the museum. भरे त उहाँ त के गर्नु हुँदैछ भनेको त त्यो पजल बनाउनु हुँदै रहेछ त्यहाँ बसेर. And there he was busy on the puzzle, solving the puzzle. जोन वेस्लेको म्युजियममा चाहिँ त्यो म्यापको पजल त्यो बनाउने त्यो जग्गा रहेछ. In the museum of John Wesley there was a map, a puzzle of the map. अनि त्यस पछाडि चाहिँ त्यो छोरीले हुन्छ हुन्छ पापा भनेर लगेर बनाउनु गएछ. And the daughter happily accepted and went to solve the puzzle. अब त्यो बाबालाई थाहा भयो कि यो छोरी आउँदैन अब मलाई डिस्टर्ब गर्न. And now the father knew that the daughter will not disturb him anymore. त्यो त उहाँ आफैलाई पनि साह्रो पर्छ वर्ल्ड म्याप सबै मिलाउनु. Because he himself will struggle to bring it together. अनि उहाँ चाहिँ प्रार्थनामा बस्नुभयो फेरि. And now he concentrated on his prayer again. भरे त छक्कै पर्नु छोरी त 10 मिनेटमै आइपुगेछ. But amazingly the daughter came back within 10 minutes. अन्त के भयो छोरी त्यो सकेर मात्रै आऊ भनेको मैले. And he said that I said to come back only after you solve it. पापा मैले सल्भ गरे त. And she said that father I have already solved it. छक्क पर्नुभयो बाबा त. And father was perplexed. 10 मिनेटमा within 10 minutes वर्ल्ड म्याप the whole map यति टुक्रा मिसाको that it was such a mixed up. बनाइसकेको. You have already created, you have already put it back. भरे
यसो देखाउ त भन्नुभयो And he said, show it to me. अनि यसो हेरेको त And when he saw the map, छक्कै पर्यो and he was amazed. एकदम ठीक जग्गामा जोडेर राखेछ And everything was in the correct places. सबै एज इट इज छ Like how is it before? छक्क परे बाबा त And father was amazed. अब उहाँको प्रार्थना र वचनको ध्यान त सबै अब छोरीले कसरी गर्यो त्योपट्टिको लाग्यो And the prayer and the searching the word of God was concentration was gone from here to the daughter. अनि छोरी कसरी गर्यो तिमीले And he inquired, well, how did you solve it? मुसुक्क हाँसे छोरी And daughter smiled. पापा त्यो म्याप पल्टाउनुस् न भन्यो And she said, turn the map around. किनभने उसले चाहिँ सेलोटेपले टालेर सबै इन्ट्याक्ट बनाएको थियो That she had used sellotape to put the map together. भरे यस्तो गरेर पल्टाउनु भएछ And when he turned the map back, ब्ल्याङ्क हुन्छ नि त हैन it's supposed to be blank in the back of the map. त्यहाँ चाहिँ क्रसको नक्सा थिएछ But there was a cross. There was a picture of the अब cross. नानीलाई यसो प्रभुको कुरा बताउँदा चाहिँ क्रस बनाएर पल्टाएर सिकाएको थिएछ बाबाले And before that, the father had taught daughter showing the picture of the cross. सो छोरीले के गरेछ And what did daughter do? सबै टुक्रालाई पल्टाएछ And she turned back the pages in the back. अनि उसले के मिलाएछ And what did she put in back? क्रस मिलाएछ She put the cross together. क्रुस मिलाउनु त सजिलो छैन Isn't it easy to put the cross back together? टक्क क्रुस मिलाएर सेलोटेप टालेछ She put the cross together and she sellotaped it. यस्तो पल्टाएको त And when he turned back, वर्ल्ड म्याप जस्तोको त्यस्तै and the world map, the map of the world came together. बाबा छक्कै पर्नु भएछ And the father was amazed प्रभुले उहाँको प्रार्थना सुन्नु भएछ that the God has listened to his prayer. प्रभुले मेसेज दिनुभएछ And God has given his message. के मेसेज दिनुभयो And what was the message? जब प्रभु ठिक ठाउँमा बस्नुहुन्छ When God is placed in the right place, जब प्रभु यीशु मसीहले पाउनुपर्ने जग्गालाई पाउनुहुन्छ when Christ is given the place that he deserves, अरू सबै कुरा आफ्नो ठाउँमा बस्छ and everything is placed together. पाउनु भएछ मेसेज That was the message that he त्यस्तै received. प्रकारले गर्दाखेरि And likewise, हामीले जब परमेश्वरलाई बुझ्छौँ when we understand God, जब तपाईँ मेरो जीवनमा सबैभन्दा ठुलो प्रभु हुनुहुन्छ and that in the greatest thing in our life is God, is Christ, सब कुरा आफ्नो जग्गामा बस्छ and everything will place correctly, his place. fall into his place. यस कारणले गर्दाखेरि अयुबले यो कुरा बुझ्नुभयो And that Job has understood this, तर उनको साथीले बुझेनन् but his friends did not अनि understand. अयुबले बुझे तापनि थोरै समय उहाँलाई साह्रो पर्यो Even though Job understood it, he struggled. यस कारणले गर्दाखेरि हामीले परमेश्वरको कुरालाई बुझ्नु अति आवश्यक छ That's why it is essential to understand God. अन्डरस्ट्यान्ड गड यस कारणले गर्दा प्रभुलाई बुझ्नुको निम्ति हामीले टाउको दुखाउनै पर्दैन But we do not have to have headache trying to understand God. उहाँले हामीलाई प्रतिज्ञा दिनुभएको छ That he has given us promises. अनि त्यो प्रतिज्ञा बुझ्नुको लागि And to understand the promise, परिस्थितिहरू दिनुहुन्छ different circumstances arises. परिस्थितिहरू हेर्छौँ We look at these circumstances प्रतिज्ञा हेर्छौँ and we look at the promise. प्रतिज्ञा हेर्छौँ We look at the promise अनि परिस्थिति हेर्छौँ and we look at the circumstance. सब कुरा आफ्नो जग्गामा बस्छ Everything is in its place. तर हामीले प्रतिज्ञालाई हेरेनौँ And if you do not look into the promise, परिस्थितिमा मात्रै डल्लो पर्यो भने and if you are stuck in the situation, तब सब प्रकारले बिग्रिन्छौँ then everything falls apart. अनि परमेश्वरले त्यो परिस्थितिद्वारा जुन काम हाम्रो जीवनमा गर्नु चाहनुहुन्छ And the work that God wants to do through that situation or circumstance, त्यो समय तन्किएर जान्छ and the time is extended. तर विश्वासको साथमा But with faith, जेसुकै होस् no matter what, मैले अहिले बुझौँ या नबुझौँ no, if I understand now or not, तर यति चाहिँ याद हुनु पर्यो we have to we have to remember प्रभुले भनिसक्नु भएको छ that God has already said, म नै हुँ चोट पार्ने it is me that who wounded, म नै मलमपट्टि गर्छु that I will bind up your wounds, अनि म नै तिमीलाई चोट पार्छु that I will make you sore, अनि मेरै हातले मुनिको पार्छु and I will make you whole with my hands. यस कारणले गर्दाखेरि परमेश्वरको काममाथि विश्वास गर्नु अति आवश्यक छ That's why it is essential to have faith in His अब हामी word. हिजोको दिन चाहिँ अयुबको जीवनबाट यति मिठा कुराहरू हामीले हेरेका थियौँ Yesterday we looked into the life of Job, सबैभन्दा पहिला कुरा अयुबको उन्नति र सफलताको जीवनलाई हेरेका थियौँ and we looked into the success and prosperity of Job. हामीले 1 अध्यायको 1 देखि 5 पदसम्म हेरेका थियौँ We looked from chapter 1 to verse 1 to 5. त्यहाँनिर सबैभन्दा पहिलो उनको उन्नति र सफलता उनको चरित्रमा थियो First and foremost, it was his character. हामीले 1 अध्याय 1 पदमा
पायौं That is chapter 1 verse 1. उनी प्रभुको डर मान्थे That he used to fear God. अनि हामीले यसका कुराहरू हेरेका थियौं And we looked into in depth. अनि दोस्रो कुरा उनको पारिवारिक जीवनमा पनि उनले उन्नति गरेका थिए And in second prosperity was his family as well. अनि तेस्रो उनको सबै धन सम्पत्तिको सम्बन्धमा पनि उनी उन्नतिशील थिए And we looked, his another prosperity was the wealth and possession that he had. जसको कारणले गर्दाखेरि उनी धनी भए तापनि उनले परमेश्वरको डर मानि नै रहे Even though he was rich, he always feared God. अनि उसले अरूको भलाइको लागि नै उसले आफ्नो धन सम्पत्तिलाई काममा लगाए And he used to use his wealth for the goodness of others as well. उनले धन कमाएका थिए He had earned this a lot of wealth. तर धनले उनलाई चाहिँ कमाएको थिएन But the wealth did not own him. यसकारणले गर्दा उसले धनलाई मास्टर बनाएर सर्भेन्ट बनाएर राखेका थिए He had made his wealth as a servant, not a master. किन भन्दाखेरि पैसा रुपियाँ धन सम्पत्ति चाहिँ गुड सर्भेन्ट हो तर ब्याड मास्टर हो Money and wealth is a bad master, but is a good servant. त्यसलाई नोकर बनायो भने त्यो राम्रो हुन्छ If you make it a servant, it is a good thing. तर त्यसलाई हाम्रो मालिक बनाए चाहिँ त्यसले हामीलाई बर्बाद बनाउँछ But if you make it a master, then it's a bad thing. अनि चौथो कुरा हेरेको थियो उनको साथी सङ्गीको जीवन पनि कति सफल र उन्नतिशील थियो And we looked into fourth thing, that was his friends, that it was one of his prosperity. अनि दोस्रो कुरा हेर्यौं अय्युबको कष्ट या त विपत्ति And we looked into the adversity of Job as well. अनि त्यो कुरा चाहिँ हामीले 6 देखि लिएर 19 पदसम्म हेरेका थियौं That was from verse 6 to 18. त्यहाँनिर हामीले कसरी एकै दिनमा कति ठुलो कष्ट कति ठुलो विपत्ति अय्युबमाथि आइपर्यो And we saw within a day all this adversity came in him. एकै दिनमा उनको 500 हल गोरु 500 गधाहरू अनि 3000 ऊँटहरू 7000 भेडा बाख्राहरू 10 जना छोराछोरीहरू सब नष्ट भए And within one day all his oxes, these donkeys and his camels, all sheep and children as well, he lost everything. हामीले हेरेका थियौं उपदेशको पुस्तक 9 अध्यायको 12 पदबाट कि 81 मान्छेमाथि कस्तो डरलाग्दो विपत्ति आइपर्छ भनेर And we also looked into Ecclesiastes 9:12 as well, that how an evil days fall upon us. अनि हामीले 4 वटा एकदमै कस्तो कटु सत्यहरूलाई हामीले यो उनको विपत्तिबाट बुझेका थियौं And we have seen 4 harsh truths from his life as well. Yes, सबैभन्दा पहिलो कुरा परमेश्वर चाहिँ सबै कुरामाथि उहाँ सर्वभौमिक हुनुहुन्छ And then that the first thing was that God has sovereign over everything. उहाँ चाहिँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ That he is the almighty God. सबै कुरामाथि उहाँको शक्ति र अधिकार छ He has power and authority over everything. यसकारणले गर्दा अय्युबको पुस्तकमा मात्र 31 चोटी सर्वशक्तिमान भन्ने शब्द परमेश्वरलाई प्रयोग गरेको पाउँछौं And only in the book of Job that we can find 31 word of almighty used. यसकारणले गर्दा सबै कुरा चाहिँ परमेश्वरको सार्वभौमिकतामा उहाँले गर्नुहुन्छ And each and everything is done within the sovereignty of God. यदि डोनाल्ड ट्रम्प अहिले अमेरिकाको प्रेसिडेन्ट हुनुहुन्छ भने if Donald Trump is the president of यो चाहिँ परमेश्वरले एलाउ गर्नु भएकोले गर्दा भएको that is because the God allowed it. यदि युके मा अहिले यस्तो प्रेसिडेन्ट हुनुहुन्छ भने प्राइम मिनिस्टर हुनुहुन्छ भने And if someone is the prime minister of the UK, परमेश्वरले एलाउ गर्नु भएकोले गर्दा भएको and God has allowed to happen. यदि यो प्रकारको पतन कुनै जग्गामा हुँदैछ भने त्यो परमेश्वरले एलाउ गर्नु भएर भएको If any destruction is supposed to fall on a place, that is allowed by the God. तपाईले मेरो जीवनमा पनि हामीले नचाहेको परिस्थितिहरू आउँदैछ भने त्यो परमेश्वरले अनुमति दिएर मात्रै भएको And whatever situation falls in our life as well, that God has allowed it to happen. यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ That we have to understand it. दोस्रो कुरा And second thing, शैतान चाहिँ परमेश्वरको उपस्थितिको अगाडि जान सक्ने व्यक्ति हो त्यो हो that the Satan is such a character that he is able to go in front of God. अनि परमेश्वरकोमा गएर उसले के गर्छ तर्क वितर्क गर्न सक्छ And he goes in front of God and he debates about it. अनि शैतान चाहिँ अहिले नरकको कुण्डमा फ्यालिएको छैन That he is not placed in hell. अहिले ऊ कहाँ छ अहिले आकाशीय शक्तिहरुमा चलफिर गरिरहेको छ And he is roaming around in the spiritual realm. अनि ऊ अहिले पृथ्वीमा हिँडडुल गरिरहेको छ हामीले हिजो डिडियो भनेर हामीले हेरेका थियौं We looked at how he was a Didio, that he roams around the earth. ऊ आफैले यहाँनिर 1 अध्यायको 7 पदमा भनेको छ प्रभुले सोध्दाखेरि And within chapter 1 verse 7 he says himself. ऊ डुलीडुलाई अफिसर हो डुलेका कस्तो संसार
संसारभरि that he is an officer who goes to and fro. अनि उसले कहाँ के छ सब हेरिबस्छ He always looks around what is happening. ऊ सब संसारको सबैभन्दा बिजी मान्छे हो He is the most busiest person in the earth. अनि उसले कुनै टाइम पनि रेस्ट गर्दैन He does not rest at all किन भन्दाखेरि उसलाई थाहा छ कि उसको समय छोटो छ because he knows his time is short. उसलाई थाहा छ एक दिन मलाई सर्वशक्तिमान परमेश्वरले नरकको कुण्डमा मलाई फाल्नेवाला हुनुहुन्छ Because he knows that the Almighty God is going to throw him in hell. शैतानलाई जस्तो बाइबल कसैलाई पनि आउँदैन Like Satan, no one knows about it. त्यसकारणले गर्दाखेरि हामी प्रभुको छोराछोरी भएर प्रभुको वचन झन् कति बेसी याद हुनुपर्छ That's why we, being the believer, the son of children of God, we have to know the कति word of राम्रो God. कस्तो नयाँ मैले बाइबल कोरस सुन्नु पाएँ And how I heard a new chorus, a Bible chorus. रेकर्डिङ गर्नु पनि भ्याइन I did not have time to record it. मलाई रेकर्ड गरेर दिनुहोस् है यो गीत म सिक्नुपर्ने छ And that please do record it and send it to me so I can know it. परमेश्वरको वचन मैले हृदयमा राखेर चाहिँ त्यसलाई जब म गुनी बस्छु तब चाहिँ म पापमाथि परीक्षामाथि विजय हुन सक्छु And when I hide the word of God in my heart, then I can overcome any sin. प्रभु यीशु मसीहले कसरी जित्नु भयो How did Christ overcame? उहाँले प्रार्थनामा समय बिताउनु भयो He used to spend time in prayer. अनि परमेश्वरको वचन उहाँ स्वयं नै वचन हुनुहुन्थ्यो That he himself was the word of अनि God. परमेश्वरको वचनले उहाँ भरिनु भएको थियो And he was filled with word of God. अनि जब शैतानले परीक्षा ल्यायो And when Satan came with temptation, परीक्षा दिने परीक्षा लिएर आयो the tempter came with the temptation. प्रभु यीशु मसीहले वचन दिएर उसलाई के गर्नुभयो परीक्षामाथि विजय हुनुभयो And he replied with the word of God and he defeated Satan. शैतानले पनि वचन नै लिएर आयो फेरि And the Satan himself brought the word of God. भन्नुभएको छैन तपाईलाई त स्वर्गदूतले के गर्नुहुन्छ सुरक्षा दिनुहुन्छ भनेर ऊ भाम फाल्नुस् न माथिबाट भन्यो And he tempted saying that doesn't the word of God say that the angels will help you? Why don't you throw yourself off the ground? तर उहाँले प्रभुलाई परीक्षा नगर्नु भनेर फेरि पनि वचनद्वारा नै रिप्लाई दिनुभयो And Lord Jesus Christ replied with the word of God saying that do not tempt God. यसकारणले गर्दाखेरि परमेश्वरको वचनले हामी भरिनु अति आवश्यक छ That's why it is essential to be filled with the word of God. किनभने शैतानले पनि वचन नै लिएर आउँछ Because Satan himself brings the word of God. एउटा शारीरिक विश्वासीलाई शारीरिक कुरा लिएरै भुलाइदिन्छ And for a carnal believer he brings carnal things. तर एउटा आत्मिक विश्वासीलाई उसले आत्मिक परीक्षा नै लिएर आउँछ But for a spiritual believer he brings spiritual things to tempt. यसकारणले गर्दा हामी कस्तो छौं त्यही अनुसार परीक्षा ल्याउँछ And how we are, and he brings temptation according to that. किन भन्दाखेरि उसको टाइम कम्ती छ Because he knows his time is short. त्यसकारणले गर्दा ऊ एकदम लागि परेको छ That's why he is working hard. शैतान फुल टाइम वर्कर हो He is the full time worker. त्यसकारण पार्ट टाइम क्रिस्चियनले फुल टाइम वर्करलाई कहिले जित्न सक्दैन A part time Christian can never win against a full time Satan. अघि बिहानको फ्यामिली प्रेयरमा हामीले हेरिरहेका थियौं We were looking into the morning's family prayer. त्यसकारणले गर्दाखेरि बिहान प्रार्थना गर्यो बाइबल पढ्यो In the morning we looked into the Bible and we prayed. बेलुका पनि प्रार्थना गर्यो बाइबल पढ्यो सुत्यो And we pray in the night as well. We pray and we read the Bible and pray. तर दिनभरि आफ्नै तरिकाले जियो भने हामी कहिल्यै जित्न सक्दैनौं But if throughout the day if you live according to yourself, then we will never. हिजो हामीले हेर्यौं सुरु अनि अन्त म नै हुँ म बाहेक अरु कोही छैन भनेको के हो त्यो हामीले हेर्यौं And we also looked yesterday that he is the first and the last, and there is no other besides me. यसकारणले गर्दा यसको अर्थ हामीले हिजो बुझिसकेका छौं We have already known the meaning of यसकारणले गर्दाखेरि शैतान चाहिँ चलफिर गरिरहेको छ and we know that Satan is moving to and fro. अनि तेस्रो कुरा हामीले हेर्यौं कि परमेश्वरले चाहिँ हामीमा अय्युबमा कुनै दोष भेटाउनु भएन And we know that how did not find any sin on Job. Fault. Any fault, sir. तर शैतानले चाहिँ भेटायो र त्यसले दोष लगाएकै गर्यो But Satan found it and he kept on accusing him. शैतानको काम हो दोष लगाइबस्नु मात्रै And what is the work of Satan is to bring is just to accuse. त्यही पनि परमेश्वरको अगाडि पो त In the front of God. हाम्रो दोष लगाएर जान्छ That he takes our blame. हाम्रो जीवनको सबै उसले हेरिरहेको छ He is observing our life. हामी यहाँ कसरी बसिरहेको छौं के सोच्दै छौं सबै त्यसले प्रभुको अगाडि रिपोर्ट लगेको छ He keeps on bringing report to God how we are living, how we are thinking. यो वचन पढेकै फाइदा हुन्छ हिजो मैले यो तपाईहरुलाई भन्नु बिर्सेछु Yesterday I forgot to bring this verse. प्रकाश 12 अध्याय Let us come to Revelations 12. हामीले जान्नुपर्छ शैतानले कसरी काम गरिरहेको छ That how Satan works. 12 अध्यायको 10 पद 12 verse 10. प्रकाश 12 अध्यायको 10 पद कृपया नेपालीमा कसैले पढिदिनुहोस् Somebody can read in there please. अनि मैले स्वर्गमा यसो भन्दै गरेको एउटा ठुलो बाणी सुने
अब हाम्रो पवित्रको मुक्ति, शक्ति, राज्य र उहाँको जितको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले दिनरात हाम्रा पवित्रका सामु उनीहरूलाई दोष लगाउँथ्यो। Read it in English, brother. And I heard a loud voice saying in heaven, now is come salvation and strength and the kingdom of God and the power of his Christ, for the accuser of our brethren is cast down, which accused them before our God day and night. दिन रात परमेश्वरको सामु चाहिँ दोष लगाएकै छ. And which accused before our God day and night. उसलाई चाहिँ के गर्यो? तल फ्याँकियो. And he was cast down. कहाँ फ्याँकियो? Where? नरकमा. In hell. त्यो लेक अफ फायरमा. In the lake of fire. तर अहिले चाहिँ कहाँ छ वो? But now where is he? डिडियो भएर हिँडिरहेको छ. And then being a DTO, he's roaming around the earth. यस कारणले गर्दा हामी कति होशियार हुनुपर्छ. That's why how careful we have to be. कटु सत्य हो. This is a harsh truth. अनि परमेश्वरमा हामी जहिले पनि आफ्नो जीवनलाई ठिकठाक राखिराख्नुपर्छ. And that's why in sight of God we have to put our lives correct. अनि जब हामी प्रभुको रगतमा आफैलाई नम्र बनाएर हरेक पापलाई मानिलिरहन्छौँ, when we confess our sin and come and claim the blood of Christ, अनि हामी पश्चाताप गरिरहन्छौँ, and we keep on repenting, प्रभुसँग ठिकठाक गरिरहन्छौँ, we keep everything correct with God, सबै पाप थुपारेर एकैचोटि बेलुका मात्रै एकैचोटि नयाँ सालको राति मात्रै पश्चाताप गर्ने प्रकारले जब जिउँदैनौँ, and when we do not live a life that we collect all our sins of our fault in the end of the day or the end of the year, हामीले परमेश्वरको हामीलाई दोष लाउने ठाउँ भेटाउनुहुन्न. then there won't be any fault to bring in front of God. किन भन्दाखेरि प्रभु यीशु मसीह पनि हाम्रो पक्षमा अन्तर्विन्ती गरेकै हुनुहुन्छ. And even Lord Jesus Christ, he always intercedes for us day and night. हामीले त्यो हिब्रू 7:25 पदमा पायौँ. That we found in Hebrews chapter 7:25. अनि हामी पहिलो यूहन्ना 2:2 पदमा पाउँछौँ कि प्रभु यीशु मसीह चाहिँ हाम्रो वकिल भएर हाम्रो पक्षमा लडिदिइरहनुहुन्छ. And in 1 John chapter 2 verse 2 that he is our advocate and he works for us day and night. हाम्रो बिहाफमा जहिले पनि उहाँ कुरा गरिरहनुहुन्छ. And in our behalf he always talks, defends us. पहिलो यूहन्ना 2:1 पदमा हामी पाउँछौँ. That is 1 John chapter 2 verse 1. यस कारणले गर्दाखेरि एकपट्टि प्रभु यीशु मसीह हाम्रो पक्षमा हुनुहुन्छ, अर्कोपट्टि शैतान चाहिँ हाम्रो विरोधमा रहिरहन्छ. And one Lord Jesus Christ is there defending us, and another is Satan who is accusing us. त्यस कारणले गर्दा हामी आफैलाई प्रभु ख्रीष्टको अधीनतामा, प्रभु ख्रीष्टको रगतको मुनि आफैलाई जहिले पनि राखिरहनुपर्छ. And that's why we have to always remain in the blood and in the sight of God, Christ. प्रभु यीशु मसीहको. In the sight. तब मात्रै हामी विजय बन्न सक्छौँ. Then only we can be overcomers. अघि हामीले 12 अध्यायको 10 पद पढ्यौँ प्रकाशमा. We read from 12 verse 10, Revelation 12:10. तर त्यहाँनिर विजय भएको कुरा 11 पदमा लेखिएको छ. And in verse 11 we can find कसरी दिनरात हाम्रो विरोधमा ठिक कुरा गरेर दोष लाउँदाखेरि पनि कसरी चाहिँ विजय हुन सक्यो. And even though we are accused day and night, how can we be able to overcome? 11 पदले भन्छ, and they overcame him by the blood of the lamb and by the word of their testimony, and they loved not their lives unto death. 11 पदलाई नेपालीमा पढिदिनुहोस्. If somebody can read verse 11 in Nepalese. अनि उनीहरूले त्यसलाई छुमाको रगतद्वारा र आफ्नै गवाहीको वचनद्वारा जिते, अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणहरूलाई प्रेम गरेनन्. उनीहरू चाहिँ प्रभु यीशु मसीहको रगत अनि परमेश्वरको वचनद्वारा चाहिँ विजय भए. And they became an overcomer through the blood of Christ and the word of God. अनि उनीहरूले चाहिँ आफ्नो प्राणलाई प्रेम गरेनन् भनेको चाहिँ उनीहरूले चाहिँ परमेश्वरलाई सर्वोच्च प्रेमले प्रेम गरे. What does it mean that they did not love their lives? Means that they fully loved Christ. प्रभुलाई चाहिँ सर्वोच्च प्रेमले प्रेम गरेको खण्डमा उनीहरूको जीवनमा जस्तै खराब आए तापनि उनीहरू त्यो कुरालाई सामना गर्न तयार भए. And no matter because they gave all their love to Christ, no matter what situation came, they were able to overcome. यो कुरा पनि हामीले पायौँ. And this thing we have found it as well. अनि चौथो कुरा हामीले पायौँ कि परमेश्वरको अनुमति बेगर शैतानले कुनै पनि प्रभुको छोराछोरीलाई छुन सक्दैन. And we also saw in the fourth that without the permission of God, the Satan cannot touch us. अनि जब शैतानले छुन्छ हामीलाई, हाम्रो शरीरलाई मात्रै छुन सक्छ. And if he is able to touch us, he can only touch our carnal body. तर हाम्रो शरीरमा अयुबको शरीरमा कति नाना थरीको बिमार आउन दिनुभयो. And how God allowed different sickness
in the body of Job. तर कसरी उसले चाहिँ परमेश्वरलाई सराप्छ, परमेश्वरको डर मान्नु छोड्छ भनेर चाहिँ सोचेर शैतानले त्यस्तो काम गर्यो. And Satan thought that if I give him all this sickness that he will curse God. तर जब अयुबले चाहिँ यो त परमेश्वरले अनुमति नदिई मेरो जीवनमा यस्तो हुँदैन भन्ने कुराको विश्वास र बुझाइलाई कायम राखे. And when he had this faith and understanding that God has allowed this to come to his life, त्यो कुरा चाहिँ उनको भलाइमा परिवर्तन भएर गयो. And that turned into a goodness for him. हामी यो अयुबको पुस्तक अन्त हुँदाखेरि हामी थाहा पाउँछौँ. And the end of the book of Job we can find this. किनभने प्रभुलाई प्रेम गर्नेहरूको निम्ति चाहिँ सबै भलाइ प्रभुले गर्नुहुन्छ. And those who love God, everything turns good for them. किन भन्दा सबैभन्दा ठुलो भलाइ नै हो हाम्रो जीवनमा जे पनि हुन्छ ती कुराले हामीलाई प्रभु येशू मसीह जस्तै रूपमा ढालिँदै जानमा सहायता गर्छ. And whatever happens that is for the good for us, because it transforms us into his character. Image of the Lord image Jesus. of God. अब हामीले तेस्रो कुरा आजको दिन हेर्दैछौँ त्यो चाहिँ हो अयुबको विश्वास. And we are looking into the third thing, that is the faith of Job. एक अध्यायको 20 देखि लिएर 22 पदसम्म पढ्दा हामी पाउँछौँ. That is from chapter 1 verse 20 to 22. यहाँनिर चाहिँ अयुबको फिडेलिटी अर्थात् उनको विश्वास कस्तो थियो भनेर हामी देख्छौँ. Here we can see his fidelity. पढिदिनुस् त 20 देखि 22 सम्म. तब अयुब उठे, आफ्नो अलखा त्यागे, आफ्नो कपाल खोलेर भुइँमा घोटो परेर दण्डवत गरे अनि भने, मेरी आमाको गर्भबाट म नाङ्गै निस्केर आए र नाङ्गै म त्यहाँ फर्केर जानेछु. परमप्रभुले दिनुभयो र परमप्रभुले नै लैजानु भयो. परमप्रभुको नाम धन्यको होस्. यी सबै कुराहरूमा अयुबले पाप गरेनन्, न त मूर्खतापूर्वक परमेश्वरलाई दोष नै लगाए. Then Job arose and rent his mantle and shaved his head and fell down upon the ground and worshipped and said, Naked came I out of my mother's womb, and naked shall I return thither. The God gave and the Lord had taken away. Blessed be the name of the Lord. In all this Job sinned not, nor charged God foolishly. यहाँनिर अयुबको विश्वासलाई देख्छौँ. Here we can see the faith of Job. अयुब परमेश्वरको डर मान्नुहुन्थ्यो. He used to fear God. त्यसको रिजल्ट के हो? And what was the result of that? जस्तै अवस्था भए तापनि No matter what the circumstances, परमेश्वरप्रतिको विश्वास हल्लिँदैन. that his faith did not shake. परमेश्वरको डरले हाम्रो विश्वासलाई बलियो बनाउँछ. And the fear of God strengthened our faith. तर परमेश्वरको डर छैन भने चाहिँ हाम्रो विश्वासलाई हल्लाइदिन्छ. But if there is no fear of God, then our faith is shaken. किन भन्दाखेरि चाहिँ परमेश्वरको डर छैन भने सबै कुराले हामीलाई भयभीत बनाइदिन्छ. And if there is no fear of God, then everything can shake us. We have fear for everything. जसको कारणले गर्दा हाम्रो विश्वासै हटेर जान्छ. And due to that, our faith is removed. त्यसकारणले गर्दा विश्वास र डर साथमा बस्न सक्दैन. And that's why the faith and fear does not stay together. कि त विश्वासले डरलाई हटाइदिन्छ कि त डरले विश्वासले हटाइदिन्छ. Either fear removes faith or faith removes fear. त्यो चाहिँ परमेश्वर माथि नराखेको डर. That is the fear that is not placed on God. त्यसकारणले गर्दा चेलाहरू प्रभुको डर नभएको कारणले गर्दा परिस्थिति आउँदाखेरि उनीहरू डराइ पठाए. And because the disciples did not fear Christ, and they foolishly ran away. They feared when there was situation. And यस कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई प्रभुले हप्काउनु पर्यो. खोइ तिमीहरूको विश्वास, तिमीहरू किन डराको भनेर प्रभुले हप्काउनु पर्यो. And Christ had to hearken unto them. Why? Where is your faith? किन डराको तिमीहरू? Why are you fearful? यस कारणले गर्दाखेरि हामीलाई के छ, अयुबले प्रभुको डर मानेको कारणले गर्दा उनको विश्वासलाई उनको 3 प्रकारको हेराइबाट हामी यहाँ बुझ्छौँ. And from 3 things that we can see faith of Job. सबभन्दा पहिला उनले पछाडी हेरे. First he looked back. पछाडी हेरेर के भने? And looking back, what did he say? म आमाको गर्भबाट नाङ्गै आएको हुँ. Naked came I out of my mother's womb. जब उनले आफ्नो जन्मको समयलाई हेरे, when he saw his birth, उनले के थाहा पाए? what did he म त नाङ्गै पो आएको त. What did he notice? That he came naked. म त रित्तै पो आएको त. That I came without anything. अनि उहाँले अगाडि हेर्नुभयो. Then he looked forward. अगाडि हेरेर के थाहा पाउनुभयो? And what did he notice? अनि म
नङ्गै नै फर्केर जानेवाला छु that I will go back, return naked as well. म केही लिएर जादिनँ I will not take anything. जसरी केही नलिई आए Like how I came without त्यसरी नै म केही नलिई जान्छु and likewise without anything I will go without anything. यो दुईटा कुरा क्लियरली देख्नुभयो उहाँले He clearly saw this thing तर माथि हेर्नुभयो फेरि उहाँले and he looked up. उहाँले के भन्नुभयो What did he say? अब यो जन्मेकोदेखि लिएर म मरुन्जेलसम्म जे पनि मसँग हुन्छ And whatever I have from my birth to death, त्यो सबै कुरा कसले दिनुभएको परमेश्वरले दिनुभएको and these all things is given by God. उहाँले परम प्रभुले दिनुभयो भन्नुभयो माथि हेरेर He looked up and said that God gave it, अनि भन्नुभयो परम प्रभुले नै लानुभयो and again said that God, Lord, take it away. किनभने उहाँले दिनुभएको Because he gave it उहाँले लानुभयो and he took it. त्यसले गर्दा कम्प्लेनै छैन That's why there's no complaint about it. कस्तो ठुलो नोक्सानी भोग्नुभयो How great loss he suffered. कति ठुलो पीडा भइरहेको छ How great suffering that he अरे तर suffered. त्यो पीडा भन्दा पनि माथि त्यो विश्वासले उहाँ सवार गर्नु हुँदैछ Even though he was suffering, the faith was above him. जसको कारणले गर्दा Because of that, उहाँले के गर्नु हुँदैछ and what was he doing? परम प्रभुले दिनुभयो He said that God gave it परम प्रभुले लानुभयो and God took it away. यो त सबैले भन्छौ नि Everyone says this. खाली हात आएको खाली हातै जानु छ We came empty-handed, we are going empty-handed. गीत पनि गाउँछन् पारिपट्टिकोले And there is songs as well about सबैलाई थाहा छ त्यो कुरा everyone knows. अब उहाँले दिनुभएको उहाँले लानुहुन्छ पनि भन्छन् And they also say that he gave it, he took it away. तर अयुबले लास्ट कुरा भन्नुभयो But at last he said one thing जो चाहिँ हामीलाई भन्नु गाह्रो पर्छ that is difficult for us to say. परम प्रभुको नाम धन्यको होस् Blessed be the name of the Lord. परम प्रभुको नाम धन्यको होस् Blessed be the name of the Lord. प्रभुलाई धन्यवाद होस् May God be thanked. यो चाहिँ भन्नु साह्रो पर्छ That is most difficult to say. के गुमाउनु भयो उहाँले What did he lose? अनि गाई बस्तु त ठिकै छ नि The animals and herds, that is all ठिकै छ right. नकुरहरू पनि ठिकै छ Even the servants was आफ्नै छोराहरू but his own sons, आफ्नै छोराछोरीहरू all his own जसको children, लागि दिनरात प्रार्थना गरेको that he prayed daily एक दिन पनि मिस गर्नु भएन without missing a सबै day, प्रभुको बाटोमा हुर्काको बढाको and how he grew them in the Lord. तर हेर्दा सब एकै दिनमा नष्ट भएर गए But within one day he lost all children. कस्तो चाहिँ पीडा भयो होला How much suffering did he go through? तर उनले यो कुरा बुझेको कारणले Because he understood this, प्रभुको नाम धन्यको होस् he said, may the name of the Lord be blessed. परम प्रभुको नाम धन्यको होस् Blessed be the name of the Lord. अघि हामीले बाइबल कोरसमा के गायौं What would we sing in the Bible chorus? प्रभुको वचनलाई हृदयमा लिएर Placing the word of God in our hearts. हामी के गर्नु रे What do we have to do? के गर्नु प्रभुको वचन भित्र आएपछि चाहिँ What do we have to do after the word of God is placed in our hearts? What did the song say? उहाँको के गाउनु What do we have to sing? गुण गाउनु Sing of his goodness. अहिले फेमस गीत छ नि हाम्रो प्रभुको गीत इङ्ग्लिशमा There is a famous English song. I will sing I will of the goodness of God. I will sing the goodness of God. कति सुन्दर गीत छ It's such a beautiful हाम्रो song. नेपालीमा पनि छ In Nepalese as well. चाखेर यहोवा असल रहेछ चाखेर हेरे मैले यहोवा असल रहेछ उद्धारकर्ताको चरणमा आउँदा म धन्य भएँ उद्धारकर्ताको शरणमा आउँदा म धन्य भएँ हो यस्तो अवस्थामा पनि यहोवा कस्तो भला हुनुहुन्छ उहाँको नाम धन्यको होस् भन्नु कति महान कुरा हो. And it's such a great thing, even in any situation, to give glory and goodness, sing goodness of Him. यतिखेर गाउनु मजा आउँछ. Now it is happy to sing about it. We are happy to sing about it. गिटार बजाउँदै गाउनु मजा आउँछ. Singing with guitar, it is we feel happy about it. तर त्यो जब त्यो परिस्थितिमा पुगिन्छ नि, but when situation arises, जब सास फेर्न पनि गाह्रो पर्छ, when situation that it is difficult to breathe, त्यतिखेर यो गीत गाउन अर्कै मजा आउँछ.
But to sing this hymn, it is different kind of joy. अयुबले गीत गाउनु भयो, Job sung this hymn, त्यो फ्युनरलको गीत आफै गाउनु भयो। that he sung the funeral song प्रभु himself. तपाईको नाम धन्यको हो। Blessed be the name of the Lord. ओ तपाईले दिनुभयो, That you gave it तपाईले लानु भएको, and you took it away. तपाईको नाम धन्यको होस्। Blessed be the name of the Lord. उनले केही पाप गरेनन्, He never sinned. उनले आफ्नो मुखले पनि पाप गरेनन्, He did not sin with his mouth, परमेश्वरलाई मूर्खतापूर्वक उनले दोष पनि लगाएनन्। nor charged God foolishly. यहाँ 22 पदले त्यो रेकर्ड गरेको छ। And the verse 22 records this. त्यसकारणले गर्दा हामीले यहाँबाट अयुबको रियाक्सनलाई देख्छौँ। Here we can see the reaction of Job. एक्सन इम्पोर्टेन्ट हो। Action is important. हामीले अयुबको प्रस्पेरिटीमा हामीले उनको कस्तो जीवन थियो, कस्तो एक्सन थियो त्यसमा हामीले हेरेका थियौँ। We saw how his action was. अनि कस्तो के छ, कस्तो कस्तो प्रकारको उहाँको जीवन थियो त्यो पनि हेऱ्यौँ हामीले। We saw how his life was. तर परिस्थिति आउँदाखेरि उहाँले कसरी रियाक्ट गर्नुभयो त्यो कुरा चाहिँ अझै इम्पोर्टेन्ट हो। But most important is how he reacted to the situation that came. त्यसकारणले गर्दा हाम्रो सोलोमन श्रेष्ठ अङ्कलले भन्ने गर्नुहुन्थ्यो, And our uncle Solomon Sister used to say, के छ, एउटा विश्वासी एउटा क्रिस्चियनलाई चाहिँ उसको एक्सनले चिनिन्छ, and that a Christian is known by his action. तर एउटा विश्वासीलाई चाहिँ उसको रिएक्सनले चाहिँ झन् बेसी चिनिन्छ। But a believer is well known by his reaction, known more by his reaction. more by his action. त्यसलाई कारणले गर्दाखेरि सबै प्रकारले राम्रो प्रकारले एउटा विश्वासी जीवन जिउनु राम्रो कुरा हो। And it is good to live a good Christian life. सबै कुरा राम्रो हुँदाखेरि राम्रो विश्वासी भएर जिउनु त राम्रो कुरा हो। And it is good to live a Christian life in a good situation. तर जब के परिस्थिति आइपर्छ, But when difficult situation arises, घरभित्रै आइपर्छ, within the house, काम गर्ने ठाउँमा आइपुग्छ, in our workplace as well, पढ्ने जग्गामा आइपर्छ, in our education as well, एजुकेसन, अनि प्रभुको घरमै सेवा गर्दा आइपर्छ, in the house of God while doing service. के आइपर्दाखेरि हामी कसरी रियाक्ट गर्दैछौँ, And when difficult arises, how are we reacting? त्यो रियाक्सनले चाहिँ हामी कस्तो छौँ त्यसले चाहिँ खास देखाउँछ। And the reaction shows our trueness. त्यसकारणले गर्दाखेरि चाहिँ तपाईँ अनि मेरो रियाक्सनको लाइफ कस्तो छ त्यसमा चाहिँ ज्यादा ध्यान दिनुपर्छ। We have to concentrate how is our reaction to different situations. तपाईँ अनि मेरो जीवनमा हिलिङ त्यसैले ल्याउँछ। And with that the healing comes. जब हामीलाई दुख्छ, when there is a pain, जब हामीलाई चोट लाग्छ, when we are wounded, तब हामी के कस्तो हुन्छ हामीलाई, and how do we react? हामीलाई कस्तो आया भन्छौँ, We say we ouch, अनि त्यसको बादमा हामीले कति पीडा हामी प्रकट गर्छौँ, and how we show grief, त्यसको बादमा हामीले कसरी हुन्छ दबाई पानी गर्न कोसिस गर्छौँ, and we try to solve that by taking medicines. अनि डक्टरकोमा जान्छौँ। We go to doctor as well. अब मेडिकल साइन्समा के हुन्छ, And what happens in medical science? तपाईँ बिमार भएर जानुभयो, That you go with sickness. मलाई यस्तो यस्तो बिमार छ भनेर भन्नुहुन्छ, You say that I have this such and such. अनि डक्टरले समात्छ तपाईँलाई, A doctor grabs your hand अनि यसो गरेर थिच्छ, and he presses their hands. आया भन्नुभयो भने, And when you react saying ouch, नसुर्ताउनुहोस् तपाईँको जाति हुन्छ भन्छ। and doctor says that do not worry that you will be healed. तर तपाईँलाई छामछाम छुमछुम गर्दाखेरि, But when he is touching you, तर तपाईँले के रियाक्टै गर्नु भएन, when you do not react at all, के तपाईँले पेनै फिल गर्नु भएन, and if you do not show any reaction of any pain, तब डक्टरले भन्छ, then the doctor says, कहिलेदेखि बिमार हुनु भएको, from when were you sick? तपाईँ त अलिक एडमिट हुनु पर्ला जस्तो छ। And he shows concern that you have to be admitted. किन, Why? बिमार चाहिँ छ There is sickness, तर पेनै भएको छैन, but there is no pain. त्यो त डेन्जरस हो। But that is dangerous. यो त एउटा अप्ठ्यारो बिमार हुन्छ, That is going to be a difficult sickness. राम्रो प्रकारले अनुसन्धान गर्नुपर्छ, We have to look very thoroughly. थरोली इन्भेस्टिगेट गर्नुपर्छ होइन। सो त्यस कारणले गर्दाखेरि चाहिँ परमेश्वरले शरीरलाई यस्तो प्रकारले बनाउनु भएको छ, And that God has created this body such पापले गर्दा because of sin, यस्तो करप्ट भएको छ। how is corrupted. जब कुनै जग्गामा चोट लाग्छ, When there is a wound in a place, त्यो जग्गामा पेन भयो भने if there is a pain in that place, छिट्टो हिलिङ हुन्छ, then the healing is quick. त्यहाँनिर निको हुने सम्भावना हुन्छ। There is probability of healing. किन, Why? किन भन्दा जब पेन हुन्छ, When there is pain, त्यो हिल गर्ने जुन चाहिँ पनि त्यसको केमिकलहरू हुन्छ ब्लडमा, and when the chemicals that is there in the blood, त्यो बेसी नापमा उत्पादन
उत्पादन हुन्छ And it is created a lot in there. त्यसले गर्दाखेरि चाहिँ त्यसले हिलिङको काम सुरु गर्छ And then the work of healing is done quickly. त्यस कारणले गर्दा के छ त्यो पेनले मात्रै चाहिँ के गर्छ हिलिङ प्रोसेसलाई त्यसले के गर्छ त्यसले हिलिङ प्रोसेस हुन सक्छ हिलिङ हुन सक्छ And only through pain the healing process starts. अब लेप्रोसी लागेको मान्छेहरूलाई हेरौँ But then we look into leprosy. किन लेप्रोसी यति डरलाग्दो बिमारी And that is such a terrible disease. प्रभु यीशु मसीहको टाइममा त उनीहरूलाई त घर परिवारबाट सबबाट निकालिदिन्थ्यो And during the time of the Lord, they used to be outcast. राजालाई पनि त छोड्थेन Even the king, राजा पनि थुनिएर बस्नु पर्थ्यो even king had to exclude himself. त्यो लेप्रोसीको बिमार कति डरलाग्दो हुन्छ How dangerous is this disease? आफ्नै हात हो Is your own hand, तर सबै मरेको हुन्छ but everything is dead. अनि त्यो पावल ब्रान्ड भन्ने डक्टर हुनुहुन्छ This Paul Brand, who is a doctor, उहाँले लेप्रोसीहरूको बिचमा धेरै सेवा गर्नुभएको that he had done lots of service in the community of leprosy सिएमसी भेलोरमा in CMC Vellore. उहाँले किताब लेख्नु भएको छ लेपर्सहरूको बारेमा कोडीहरूको बारेमा He has written a book about leprosy. उहाँले स्टडी गर्नुभएको उनीहरूको लाइफलाई He studied their lives. लुगा धुन्थे अरे They used to wash clothes. यस्तो गर्दै धुँदैछ उहिलेको कुरा हो यो This is long time back. They are washing their clothes. दुःखको दुःखै छ They are washing their clothes. यो हातलाई ठोक्काकै छ The hands are banging with each other. रगत बगै छ The blood is flowing out. मासुको चोक्टा पक निस्किँदैछ The pieces of flesh is coming out. तर उनीहरूलाई केही फरकै परेको छैन But there is no reaction. There is nothing. जाडोमा आगो ताप्छ In the cold, they seek the warmth of the fire. अन्त आगो ताप्दै गर्दा While बादमादै आगो ताप्छ कोडी साथीहरू all the friends of lepers, they talk and they pump themselves in fire. हात जलेर बोसो तप चुर्न थालिसक्यो उनीहरूलाई थाहै हुँदैन The hand is burned already and the fat of the hand is already dripping, but they show no reaction. थाहै छैन उनीहरूलाई They do not know about it किन मरिगएको छ because everything is dead. कस्तो माया लाग्ने अवस्था How pitiful is this condition? त्यसै कारणले गर्दा That's why. किन भएको थियो Why? छाला मरेकोले गर्दा Because the skin is dead. कडा भएको कारणले Because it is hardened. त्यसकारणले गर्दा जब हाम्रो जीवनमा परिस्थिति आउँछ When situation arises in our life, पेन आयो भने if there is pain, त्यो राम्रो साइन हो that is a good sign. त्यहाँ हिलिङ हुन्छ Then there is a healing. किन Why? त्यहाँनिर नम्रता हुन्छ Because there is humbleness. कहिले नरुने मान्छे पनि A person who never cries, या भन्ने अनुहार खुम्चाउँछ that he groans with pain. तर कतिजनाले जब परिस्थिति आउँछ But when situation comes, नम्र बनाउनु पर्ने instead of being humble, एकदम पश्चातापी बनाउनु पर्ने to have to be a life of repentance, तोड्नु पर्ने to be broken, तर उनीहरू कठोर हुँदै जान्छ but they are hardened. कडा हुँदै जान्छन् They are hard. अनि उनीहरूलाई केही फिलिङ हुँदैन There is no feeling in them. त्यो कति खतरा अवस्था हो That is most dangerous situation. त्यसको लागि हामीले कति धेरै प्रार्थना गरिदिनु पर्छ And for that we have to pray a lot. त्यसकारणले गर्दा जब परिस्थिति आउँछ When situation comes, जब चोट आउँछ when there is a wound, जब प्रभुले विपरीत परिस्थिति ल्याउनुहुन्छ when there is a difficult situation God gives us, हामीले प्रभुमाथि भरोसा गर्यौँ भने and if we have put faith in God, त्यसले हामीलाई नम्र बनाउँछ that will bring a meekness in us. तर हामीले प्रभुको कुरा सुनेनौँ भने But if you do not hear it, शैतान रेडी छ then त्यहाँनिर the Satan is ready. देखिस Did you see it? खोइ प्रार्थना गरेको खोइ Oh, how did he pray? खोइ प्रभुको डर मानेको यही हो Is this did he fear God यति पाउनुलाई हो just to receive this? शैतान रेडी छ Satan is ready. माथि मात्रै भ्याउँदैन Not just in the तपाईँकै छेउमा आएर कानमा पनि भ्याइदिन्छ He comes in your ear and says त्यसले this. तपाईँलाई कडा बनाउँदै जान्छ Then your heart is hardened. त्यसले तपाईँलाई कठोर बनाउँदै जान्छ And you are hardened more. बलियो हुनु एउटा कुरा हो To be strong is one thing, तर कठोर हुनु अर्को कुरा हो but to be hardened is another. त्यसकारणले गर्दा जब प्रभुले हाम्रो जीवनमा परिस्थिति एलाउ गर्नुहुन्छ When situation, God allows the situation to come हामीलाई बलियो बनाउनुको लागि to make us strong, हामीलाई पहिला नम्र बनाउनुहुन्छ first He humbles us. उहाँले पहिला हामीलाई तोड्नुहुन्छ He breaks us first. अनि हामीलाई जोड्नुहुन्छ Then He assembles us. जबसम्म हामी तोडिँदैनौँ Until and unless we are broken, प्रभुले हामीले हिल गर्न सक्नुहुन्न God cannot heal us. किन भन्दाखेरि Because उहाँले चाहिँ हिलिङ ल्याउनुको लागि in order to bring healing, उहाँले हामीलाई के गर्नुहुन्छ
हुन गर्ने हुन्छ। He wounds us first. के को लागि? Why? हामी प्रभुको बाटोमा हिँडिरहेको छौँ भने पनि Even if you are walking in the path of God, हामीलाई अझै प्युरिफाई गर्नु, अझै प्योर बनाउनुको लागि, to purify us more. अनि अर्को कुरा अरूको निम्ति बल र सान्त्वनाको कारण बनाउनुको लागि, So we can be a character to bring consolation to others. अनि हामी परमेश्वरलाई अझै पनि गहिरो र अझै पनि बलियो प्रकारले के गर्नुको लागि, त्यो सम्बन्धमा गहिरिनुको लागि, To have a deep and a strong relation with God. तर हामी यस्तो भएन भने, But if you do not do this, कठोर हुँदै गयौँ भने instead we become hardened, कति धेरै नोक्सानी आफ्नो जीवनमा आउँछ। then more losses we have to bear. कति यति दुःख भोगेर पनि Even bearing such grief, प्रभुमा बढ्नु सक्दैन, and that they cannot विश्वासमा बढ्नु they सक्दैन, cannot move प्रभुको forward महिमा in हुन faith. सक्दैन। There is no glory of God. तर जब प्रभुलाई सब कुरा सुम्पिन्छौँ, But when we hand everything to God, समय लाग्ला, it may take time. कतिलाई छिटै हुन्छ, Some may is quick for them. कतिलाई ढिलो लाग्ला, Some maybe take time. तर प्रभुले भलाइ प्रकट गरिदिनुहुन्छ। But in the end, there is good. आज हामी 2-3 जना प्रभुको दासदासीहरूलाई भिजिट गर्न पायौँ। Today we got to visit 2 or 3 God's servants. परमेश्वरको वचनले कस्तो सत्यताको साथमा हरेकको जीवनमा त्यो साक्षीलाई प्रभुले खडा गर्नुभएको मैले विटनेस गर्नु पाएँ। That I was able to witness how the word of God has यस्तो तिक्त पीडाको र दुःखको अनुभवमा जानु पर्यो, that how they have gone through a bitter situation, यति साह्रो एक्लोपनको अनुभवमा जानु पर्यो, that they have to go through loneliness, यति धेरै चोटमा भएर जानु पर्यो, and in such pain that you have to go through. तर अहिले But now प्रभुले निको पार्नु भएछ। that God has healed them. कसरी निको पार्नु भएछ? How? शरीरमा बिमार ल्याएर, Through the sickness in health. सबैले राम्रै विश्वासी देखेको, Everyone saw that he was a good Christian. राम्रो बडी, He was a good auntie, राम्रो आमा, a good राम्रो mother, विश्वासी, a good believer. सबैले विश्वासी देखेको। Everyone saw as a believer. तर उहाँले भन्नुभयो, But she said, म त विश्वासी थिइनँ, but I was not a Christian. भित्रबाट believer. विश्वासै थिएन मेरो, I had no faith in me. हिजो अस्ति मात्रै विश्वासमा आएको जस्तो लाग्दैछ भन्नुभयो। She said that I'm only experiencing faith recently. बाहिरबाट विश्वासी, In the outer, she was a उहाँ आफैले भन्नुभयो, believer. She said herself. घरभित्र मेरो बोली विश्वासीको थिएन भन्नुभयो। But in our house, my speech was not. मेरो बोली विश्वासीको जस्तो थिएन, But my speech was not of a Christian. मेरो व्यवहारै विश्वासीको जस्तो थिएन, My behavior was not of a believer. बाहिरबाट मात्रै विश्वासी, Only तर outer. भित्र कस्तो थियो त्यो मेरो लाइफ, But inside my lives, म कस्तो म विश्वासी नै थिइनँ भित्रबाट, but inside I was not a believer at all. तर कस्तो मिठो कुरा गर्नुभयो उहाँले। But such a sweet thing that she said. म अहिले विश्वास गरेको छु, Now I have faith. म विश्वासी हो अहिले, I am a believer. मलाई आनन्द छ, I have peace. मलाई खुसी छ। I am happy. कति कुरा नेगेटिभ कुराहरू आएको थियो, There were such negative things तर that अहिले पोजिटिभली सोच्नु थाल्नु भयो। now I have started to think positively. यो त मेरै राम्रोको लागि भनेको रहेछ नि भनेर भन्नुभयो। Now she said that there's those things were उनीहरूले राम्रै सोचेर भनेको रहेछ नि भनेर भन्नुभयो। that they have said for the goodness of me. उहाँ त भित्रैबाट निको हुनुभएछ। That within from within that she started healing. त्यसको कारणले गर्दाखेरि उहाँको विश्वास बढेर गयो, And because of that her faith increased. त्यसको बादमा त बाहिर पनि प्रभुले निको पार्न थाल्नुभयो। And from that even outer was starting to get healed. अनि कति खुसीको साथमा भन्नुभयो, And with great joy she said यो टेस्टिफाई उहाँले गर्नुभयो। that she testified म herself. उहाँलाई भेट्नु जाँदा त उहाँ त भित्र पनि निको भइसक्नु भएछ, बाहिरबाट पनि निको हुनुहुँदै रहेछ। Then when I met her, she was already healed inside and she was getting healed outside as well. अनि उहाँलाई मैले सोधेँ तपाईँलाई कुन गीत मनपर्छ? Then I asked what song hymn that she liked. उहाँले भन्नुभयो, And she said, गुनामा प्रभु तिम्रो गाउनेछ। and Gunama Prabhu. यो गीत त्यसै उहाँलाई मन परेन, There is a reason that she liked this song. प्रभुको गुण गाउनु भयो। And she sang the goodness of God. किन? Why? प्रभुले मेरो जीवनमा भलाइ गर्नुभयो। That God did a good thing in my life. यति तितो अनुभवमा जानुभयो त्यो बिमार हुँदा, And I went through such a bitterness. आफ्नै परिवारले पनि अब जाओस् हौ भन्ने खालको अवस्थामा पुर्याउनु भयो। In her own family, they said that may she go. तर But प्रभुले भलाइ गर्नुभयो, But God did a good in her life. भित्रबाट निको पार्नुभयो। She was healed from within. जसको कारणले गर्दा And because of that, बाहिरी प्रकारले पनि प्रभुले निको पार्नुभयो। and God has started healing outside as well. कतिचोटि हामी त्यही अवस्थामा बुझ्दैनौँ,
Sometimes we may not understand this. तपाईको मण्डलीमा एकजना भाइले यो प्रतिज्ञा पाउनु भएछ That God's servant received this. एउटा भाइले One brother अयुब 5:18 पद प्रतिज्ञा पाउनु भएछ that he received Job 5:18. यो मण्डलीको प्रतिज्ञा चाहिँ उहाँको व्यक्तिगत प्रतिज्ञा थिएछ That the promise of church was his personal promise. तर प्रभुले कसरी पूरा गर्नुभयो Now, how did God fulfill that? बिहाको लागि सब रेडी भइसकेको Everyone was ready for a marriage. कोभिड आयो Then COVID came. प्रश्नै प्रश्न भयो Then questions. बिहा क्यान्सल भयो The marriage was cancelled. अब जवान मान्छेको लागि सब रेडी भएको बिहाको टाकटुक रेडी हुँदा बिहा क्यान्सल हुँदा कस्तो हुन्छ And for a young man, everything was prepared, and to be cancelled, how did he feel? मलाई म जवान त छु तर मलाई थाहा छैन Even though I am young, I have no experience of किन this. मेरो बिहाै भएको छैन Because उसको त सब रेडी भएको for him, everything was ready. कस्तो साह्रो पर्छ How difficult was it? सोध्यो प्रभुलाई के हो प्रभु यो He questioned God, why? What it is? कस्तो साह्रो पर्यो How difficult it was. कस बिचारा अब बाबा आमा विश्वासी गएर सम्झाउनु खोज्छ तर चित्तै बुझ्दैन And how the mother and father tried to console him. चित्तै बुझ्दैन But the heart is not. एकछिन चित्त बुझे जस्तो हुन्छ एकछिन कम्फर्ट भएको जस्तो हुन्छ There's little comfort for a while. तर फेरि साह्रो परिहाल्छ But then the difficulty comes. तर प्रभुको घरमा आउनु छोडेन But he did not stop coming to the house of God. थाहा छ प्रभुले भुल गर्नुहुन्न भनेर Then he knows that God will not do anything wrong. तर मान्छे हो नि त But he is a man. वाइ भने त आउँछ नि त Question arises, why? नराम्रो होइन किन भनेर सोध्नु नराम्रो होइन It is not a bad thing to question why. अयुबले सोध्नु भएको छ Or Job himself questions. हामी नेक्स्ट स्टडीमा हेर्नेवाला छौँ In the next study we will see. प्रभु यीशु मसीह आफैले नै पिता किन तपाईले मलाई त्याग्नु प्रभु यीशु मसीह पनि वाइ भनेर सोध्नु भएको छ Even Jesus Christ himself, Lord Jesus Christ himself said that, why did you abandon me? तर समस्या चाहिँ कहिले हुन्छ And what is the problem? अहिले नै आन्सर चाहियो भन्ने चाहिँ प्रब्लम हो But the problem is that if you want an instant answer, प्रभु किन भनेर त सोध्छु नि म we question God, why? तर प्रभुकै हातमा छोडिदिनु चाहिँ हाम्रो सुरक्षा हो But there is protection to live in the hands of God. अब समय आयो And the time came, टक्क प्रार्थनाको दिन आयो and the day of prayer came. प्रभुको दासले वचन दिनुभयो And God's servant gave the message प्रार्थनाको दिनमा in the prayer meeting. अनि त्यहाँदेखि चाहिँ प्रभुको दासले लाजरसको जीवनबाट वचन दिनुभयो And God gave the message from story of Lazarus. अनि वचन आयो कि प्रभुलाई थाहा थियो ऊ मर्नु आँटेको छ भनेर And God gave the message saying that Lord Jesus Christ knew that Lazarus was तर प्रभुले dying. जानी जानी ढिलो गर्नुभयो And he willingly came late. जानी जानी ढिलो गर्नुभयो He willingly he arrived late. किन Why? प्रभुको महिमा होस् भनेर So that the glory of God will happen. त्यति नै खेर गएको भए पनि महिमा हुन्थ्यो If he had gone instantly, then there was glory. तर अझै महान प्रकारले सबैको निम्ति महिमा र आशिषको कारण बनाउनलाई प्रभुले जानी जानी ढिलो गर्नुभयो But he willingly came late because there was a blessing for everyone, अनि ग्रेटर ग्लोरीको लागि for the greater glory as well. त्यस कारणले गर्दा Because of that, हाम्रो जीवनमा पनि in our life, कतिचोटि प्रभुले ढिलो गरिदिनुहुन्छ sometimes God will प्रभुले सारिदिनुहुन्छ postpone it. किन Why? अझै धेरै महिमा होस् So भनेर that there will be a greater glory. त्यो भाइको चित्त बुझेछ Then the heart was साँच्चै नै कम्फर्ट भएछ comforted, साँच्चै नै सान्त्वना पाउनु भएछ and he got a true comfort. परमेश्वरको वचनले सान्त्वना दियो That the word of God gave comfort. अनि 2021 मा And 2021, मजाले विवाह भयो and the marriage was conducted. कति खुसी भयो How happy was he? अनि त्यो साल प्रतिज्ञा के दिनु भएको छ And what was the promise that he received that year? अयुब 5:18 पद And Job 5:18. मैले चोट पारेको थियो भन्नुभयो Then he said that I wounded you, मैले अहिले निको पारिदिएँ त that I have healed you now. त्यसले कस्तो विश्वासलाई बढाएर लग्यो And how the faith has increased. भित्रैबाट हिलिङ गरेर लग्यो That the healing was done from within. यस कारणले गर्दा And that's why. तपाईँ नि मेरो एक्सन And we have to see our actions तपाईँ नि मेरो रियाक्सन and our reaction as अनि well. परिस्थितिको बेलामा परमेश्वरमाथिको विश्वास And the faith that we place in God during any अनि situation. परमेश्वरको वचनमाथिको विश्वास And the faith that we place in the word of God. तपाईँ नि मेरो रियाक्सनले बताउँछ And that our reaction shows that. सिचुएसन चेन्ज हुँदैन The situation will not change. परिस्थिति बदलिँदैन The situation will not change at all. तपाईँ नि म चाहिँ बदलिन्छ Then we will change. तपाईँ नि म बदलिन्छ Then we will be transformed. अनि प्रभुको इमेजमा बदलिँदै जान्छ So we will be transformed in the image of प्रभुले God. परिस्थिति ल्याउनुहुन्छ God will bring situations हामीलाई बदल्नको लागि in order to change us. त्यो चाहिँ साँचो हिलिङ हो That is the true healing.
परिस्थिति आउँछ The situation comes and goes. तर हामी बदलेनौँ भने But if you do not change ourselves, त्यो हिलिङै होइन that is not healing. किन तपाईँ म जस्तोको त्यस्तै छ Because we are the same. परमेश्वरको चाहना छ हामी बदलिएको May we change according to the will of God. त्यसकारणले गर्दा जब हामीलाई दुःख परिस्थिति आउँछ When trial and tribulation comes, when pain comes, पीडा आउँछ there's grief. त्यसले तपाईँ मेरो जीवनमा And if through that in our lives, प्रभुप्रति आज्ञाकारिता ल्याउन सक्नुपर्छ it must bring obedience towards God. किन Why? किनभने सफरिङ्सको Because of sufferings, दुःखको in time of suffering, in wounded, यो सबै पीडाहरूको in time of grief, मुख्य उद्देश्य नै हो and the main objective of it is हामीलाई आज्ञाकारी बनाउनु so that we can become obedient. किन Why? हिब्रू 5:8 पदले भन्छ Hebrew 5:8 प्रभु यीशु मसीह पुत्र भएर पनि even though Lord Jesus Christ was the Son, उहाँले भोग्नु भएको दुःखद्वारा and from the things he suffered, उहाँले आज्ञाकारिता सिक्नुभयो that he learned obedience. यसकारणले गर्दा उहाँ कहाँसम्म आज्ञाकारी हुनुभयो When was he obedience until? फिलिपी 2:5 पदले भन्छ क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो Philippians 2:5 it says that he was obedient until death. कस्तो आज्ञाकारिता How obedient he कस्तो was. परमेश्वरको भय What was the fear? How fear of God was in him, कति यसले हामीलाई प्रभु जस्तो बनाउँदै बनाउँदै लान्छ and it brings in his image. यसकारणले गर्दा That's why, साँचो हिलिङ and for true साँचो healing, परिवर्तन true change, तपाईको मेरो भित्री मान्छेको for the inner man. किन Why? बाहिरी मान्छे त जति नै हिल भए पनि If the outer man is healed, ऊ हाम्रो बिना आन्टीलाई हिल गराउनु हुँदैछ God is healing Bina auntie here. हाम्रो हर्कामाया बोजूलाई पनि प्रभुले हिल गर्नु हुँदैछ God is healing Harkamaya grandma as well. तर उहाँ एक दिन त जाने नै हो नि त But one day everyone is going. लाजरसलाई बौराएर उठाउनु भएन प्रभुले Didn't God resurrect Lazarus? अहिले लाजरस हाम्रो बिचमा छ Is Lazarus within us? छैन No. त्यसकारण फिजिकल हिलिङ चाहिँ टेम्पोरल हो Physical healing is just for temporary. यो बाहिरी हिलिङ चाहिँ थोरै समयको लागि हो The outer healing is for just for a while. तर भित्री हिलिङ चाहिँ अनन्तको लागि हो But the inner healing is for eternal. यसले तपाईँ मेरो अनन्तलाई असर पार्छ That it affects our eternal life. यसले हाम्रो अनन्तलाई प्रभाव पार्छ It has effect on our eternal life. अनि त्यो प्रभाव And that effect, यो हाम्रो यो एक दुई दिनको संसारको जीवनमा पनि यसले रिफ्लेक्ट गरिदिन्छ and though that effect is can be looked in our this temporary life as well. यसले हामीलाई धीरजी बनाउँछ It brings us यो endurance. इम्पेशन्सले भरेको संसारमा In this world of impatient, हामीलाई पेशेन्ट बनाउँछ it brings patience. आज हाम्रो पेशेन्सको पुरा जाँच भयो Today is a trial of patience. तर हामी सुन्नुपर्छ But we have to hear. हामीलाई सुन्नु चाहिँ साह्रो पर्छ But it is difficult to hear. भन्नु मजा आउँछ It is easier to say. एक घन्टा यहाँबाट बोल्नु सजिलो छ It is easier to speak for 1 तर एक hour. घन्टा बसेर सुन्नु कति गाह्रो छ But it is difficult to stay and listen for 1 तर hour. मलाई सुन्नु मनपर्छ But I find it to hear. सबैले हतार लगाउँदै थियो Everyone was in hurry. तर म हतारिनँ But I did not was in hurry. संसारमा सुन्ने मान्छे कम्ती छ In the world there is less people who hears. राइटली बुझ्ने मान्छे कम्ती छ There is even fewer those who understand. त्यस कारणले गर्दा मान्छेको जीवनमा भित्री बदलाव छैन And that's why there is no change in the inner man. हामीले एकअर्कालाई समय दिनुपर्छ We have to give time for each other. एकअर्कालाई सुन्नुपर्छ We have to hear each other. एकअर्कालाई बुझ्नुपर्छ We have to understand each other. हाम्रै तरिकाले बुझ्नु हुँदैन We do not have to use our own wisdom to प्रभुको understand. उद्देश्यलाई बुझ्नु सक्दैनौँ We cannot understand the objective of God. कसैलाई चोट लागेको छ Some may be wounded. हामी गएर बसीमती दिँदा हुन्छ We can just go and sit. बसेर beside. सुनिदियो उनीहरूको व्यथा कस्तो छ We can just hear their stories. किनभने हाम्रो एक्सप्लेनेसनले उनीहरूलाई निको पार्न सक्दैन Because our explanation cannot heal them. साथीहरू आए 4-3 साथी 3 friends came for Job. तर उनीहरूले नबोलुन्जेल अयुबले सान्त्वना पाइरहेको थियो Until they spoke, there was comfort. Job received comfort from them. जस्तो साथीहरूले मुख खोल्नु थाल्यो Instantly when the friends started speaking, अयुबको त चोटमाथि त झन् नुन छर्किदिएको जस्तो भयो but Job felt like they spread salt over his wound. हामी कम्ती बोल्ने बेसी सुन्ने हुनुपर्छ We have to be a person who speaks less and hears more. साँचो हिलिङ Then there is true healing. हाम्रो जीवनमा हिलिङ आउँछ Then there is healing in our life. अरूको जीवनमा हिलिङ ल्याउँछ There is healing in others' त्यसले life. गर्दा प्रभुले के भन्नुभयो They say, what did God say? तिमीहरू सुन्नुमा छिटो That you have to be quick to hear. अनि बोल्नुमा अलिकति ढिलो That you have to be slow to speak. त्यस कारणले गर्दा
That's why प्रभुले तपाईँले मलाई सहायता गरेका हुन् may God help us. प्रभुले हामीले यस्तो सुन्दर प्रतिज्ञा दिनुभएको छ That God has given us such wonderful, यस्तो सुन्दर व्यक्ति हाम्रो अगाडि राखिदिनु भएको that छ He has given us such a beautiful, sweet person in front of us. एक्जाम्पलको रूपमा राखिदिनु भएको छ You know, and as example for us, जसले गर्दाखेरि that's for whom हामीले सान्त्वना पाउँछौँ that we can हामीले have, बल पाउँछौँ we can find strength. मैले कति ढाडस पाइरहेको छु How comfort I'm receiving यात्रा गर्दा सुन्छु in my journey. म पनि पुरा बोल्ने मान्छे हो I am a person who speaks a lot. तर प्रभुले मलाई सुन्नु सिकाउनु हुँदैछ And then the God is teaching me how to hear more. त्यसले गर्दा मेरो ब्याक स्लाइडिङ हिल हुँदैछ That's why my backslidden is being healed. मेरो हृदयको कसैले नदिएको चोटहरू म हिल भएको अनुभव गर्दैछु And I'm experiencing healing that I've received in my heart. कति ठुलो आशिष That is how great blessing it म is. यहाँ बस्दा बस्दै When I'm sitting here संगति गर्दा गर्दै in the fellowship, तपाईँहरूसँगको दुःख सुखको संगति गर्दा in the fellowship of our day-to-day lives, प्रभुले मलाई युकेमा ल्याउँदा when God brought me to UK, मलाई चोट पारेर ल्याउनु भएको that God has brought me with lots of pain. मलाई धेरै प्रकारको चोटहरू लिएर ल्याउनु भएको यहाँ That God has brought me here with lots of wound. तर म एक एकवटा संगतिमा But with each and every service, प्रभुले मलाई हिल गर्नुहुँदैछ God is healing me. मैले त्यो हिल भएको अनुभव गर्दैछु I have been experiencing this healing. कति ठुलो आशिष हो Now, how great blessing it हामी is सबैको लागि हो for us all. तर हामीले भरोसा राख्नुपर्छ We have to put faith in it. डर मान्नुपर्छ We have to have fear. आज यति थोरै कुरा हेऱ्यौँ We have looked into small things अयुबको विश्वास from the faith of Job, पछाडि हेर्ने जीवन Looking back. back, अगाडि हेर्ने and looking forward अनि माथि हेर्ने and looking above. यो तीनटा हेराइले And from these three sides, विश्वासमा हामीलाई बनाउँछ grow us in faith. build us in faith अनि हामीलाई निको पार्दै लानुहुन्छ And God will heal us. तपाईँले हामीलाई सहायता गरेका हुन् And may God have जय help होस्। us.